आज चाहिँ तातो सुत्केरी मसला बनाऊँ है त। मैले सबै इन्ग्रेडियन्टहरू यहाँ लिएको छु। यो इन्ग्रेडियन्टहरू चाहिँ सबै गुद भयो, सनफ्लावर सिड, पम्किन सिड पनि हालेको मैले, पिस्ता, काजु, वालनट, आलमन्ड, सम्पूर्ण इन्ग्रेडियन्टलाई धुलो बनाइसकेपछि मैले एउटा चाहिँ देखाउन बिर्सेको छु तपाईँहरूलाई। यो हो नरिवलको टुक्रा र ज्वानो, मेथी र सुपको धुलो बनाएको हो भुटेर। यो सबै इन्ग्रेडियन्टलाई भुटेर मैले धुलो बनाइसकिसके पछाडि सबै इन्ग्रेडियन्टहरू चाहिँ यो ल्वाङ, गाडी र बत्ती सबै इन्ग्रेडियन्टहरूलाई दुधमा हाल्दै चलाउँदै गर्ने, राम्रोसँग चलाइराख्ने, तल डढ्न सक्छ। अनि चलाउने मैले चाहिँ एट लास्टमा सबै सुकिसकेपछि मात्र घिउ हाल्छु है। आफ्नो तरिका कति बेला हाल्ने। मैले चाहिँ अब घिउ हालेर फेरि यसलाई चलाउँदै हाम्रो तयार भयो।